हेलो गाइज, आज चाहिँ हामी भेटघाटको पाथिभरा मन्दिर जाँदैछौँ। हेर्न सक्नुहुनेछ साथीहरू, पाथिभरा मन्दिरको गेट हामी पनि पुगिसक्यौँ फाइनली। हेर्नु आजको मेरो लुक यस्तो चुडेल्नी जस्तो डाकु जस्तो लाग्दैछ हौ म त। बाटो पाथिभरा मन्दिर जाने बाटो, आधी बाटो पुग्यौँ बल्ल बल्ल हिँडेर मेरो त मुटु निस्किनु आँटिसकेको थियो। आज हेर्नु पहाडको मौसम, धनकुटाको मौसम। म चाहिँ हिँड्नु सकेको छुइनँ है साथीहरू। मेरो भतिजनी चाहिँ अगाडि जाँदैछ। म हिँड्नु नसक्ने भनेको मै मात्र थिएँ हो। सबैजना पुगिसकेको रहेछ त्यहाँ मन्दिर, अनि हामी त सबभन्दा लास्टमा बल्ल बल्ल हिँडेर बल्ल पुग्नु आँट्यौँ। बरु त्यो फुच्ची अगाडि जाँदैछ, म चाहिँ बल्ल बल्ल पुगेँ। हेर्नु, यो चाहिँ पाथिभरा मन्दिरको गेट। सबैलाई स्वागत छ, तपाईँहरू पनि आउँदै गर्नु होला। हाम्रो दिदीहरू चाहिँ पुगिसक्नु भएको रहेछ। म चाहिँ भित्र छिरिहालेको थिएँ जुत्ता लगाएर, फेरि फर्केको। भाउजूहरू पनि जाँदै थियो। म चाहिँ फेरि जुत्ता खोलेर गएको साथीहरू। पानी परेर हेर्नु न कस्तो भिजेर म त पुरै भिजिसकेको थिएँ। म छाता चाहिँ बहिनीले लिइहालेको थियो, खुच्चीले। बल्ल बल्ल पुग्यौँ। पानी परेर सबै भिजेको थियो। अब चाहिँ मन्दिर पुगेर दर्शन गरौँ भनेको। खुच्चीले चाहिँ ज्याकेट खोलेको सान देखाउनलाई। मन्दिर पुगेर पूजासुजा गरेर हामी पनि फर्किन्छौँ छिट्टै नै। पानी परेर बिजोग भएको थियो। मैले चाहिँ गरिसकेँ पूजा, भाउजूले गर्नु हुँदैछ। पूजासुजा गरेर 2-4वटा फोटोसोटो खिचेर निस्किन लाग्यौँ। फाइनली निस्कि पनि सक्यौँ। सबै देखाउन त साध्य छैन। अब चाहिँ घर फर्किन लाग्यौँ। यस्तै हो आजको मेरो टुर। निस्किसक्यौँ, अब गेटबाट बाहिर भइसक्यौँ। अब सबैलाई बाई बाई।